हुन सक्छ। मलाई राक्षस बनाउँछु भनेर तपाईँले सक्नुहुन्छ? सक्नुहुन्न नि, किनकि मैले सत्य कर्म गरेको छु। मैले भन्नु पर्दैन, सारा जनताले देखाउनु पर्छ। सत्य कर्म चिन्नुपर्छ। सत्य कर्म के हो भनेर यही ठाउँबाट उहाँलाई कसरी लाग्यो त्यो चिन्नुभयो। हो त उहाँको हो, म को हो चिन्दैन नि। हामी त हाम्रो दिव्य शक्तिले हामी आफसे आफ देख्छौँ। तर उहाँमाथि अन्याय अत्याचार हुँदा भगवान साक्षात्कार प्रकटबाट साक्षात गराउनु भयो त। भद्रकाली आमाले दिएको त लानु सक्दैन नि। त्यसरी सत्य चिन्नुपर्छ है, सत्य चिन्नुपर्छ। जसले छलकपट गर्छ नि, जसले अन्याय अत्याचार गर्छ त्यसको हामी नष्ट गर्छौँ, हामी नष्ट गर्छौँ। त्यसैले सत्य के हो असत्य के हो चिन्ने, एउटा बोली बोल्ने, अर्को रूप देखाउने होइन। जस्तो रूप छ त्यस्तै चिनाउने व्यवहारमा सरी शक्ति छ। जय भोलेनाथ, जय समाज, जय समाज।